सडके सलाम सम्पूर्णमा बाङ्गो सवाल जनतासँगमा यहाँहरूलाई स्वागत छ। अब यो देशको प्रधानमन्त्री म हुन्छु, यो देशलाई मैले सम्हाल्छु भनेर प्लेन चढेर आउनु भएको थियो। यो विषयमा के भन्न चाहनुहुन्छ त मेयर साहब? विनाशकाली विपरीत बुद्धि। ओके, अनि अब यो जस्तै अहिलेको यो विषम परिस्थितिमा हैन, अब जे होस् देशले एउटा नेतृत्व पाएको छ हैन, तैपनि अब त्यो नेतृत्वले अब कुन मोड लिन्छ, कुन आयाम दिन्छ भन्ने कुराको अझै पनि अन्यल छ हैन। अनि तपाईको आफ्नै उपमहानगरपालिकामा पनि बजेट पास नभएर एकदम बिजोग छ रे हैन। अब तपाईको बजेट होलिडेले गर्दा कर्मचारीहरूले तलब पाएका छैनन् रे अहिलेसम्म हैन, अब दशैंको मुखमा। अनि के छ त यसमा तपाईको प्रतिक्रिया के दिन चाहनुहुन्छ मेयर साहब? ए भाइ मेरो गुनासो नगर, देश बिग्रो भन्दै बस्छस्। तैँले चाहिँ के गरिस् भन्न, तैँले के गरिस्? अब हामीले त के गर्नु र मेयर साहब, अब हामी त साधारण निमुखा जनता हैन। अब हामीले गर्न सक्ने चाहिँ केही होइन हैन। हजुरहरूले, हजुर जस्ता नेताहरूले के गर्नुहुन्छ कि भनेर हामीले हजुरहरूलाई त्यो ठाउँमा पुर्याउने मात्रै हो। अब गर्नुपर्ने चाहिँ हजुरहरूले, हामीबाट त के आश राख्नुहुन्छ र हामीबाट केही हुँदैन हैन मेयर साहब। अनि एउटा अहिले चर्चा चुलिएको छ हैन, अब हर्क धरान फर्क भन्ने सुझाव मानेर तपाईँ धरान फर्किसक्नु भएको अवस्था हैन। अब के छ त, अब आगामी रणनीतिहरू के छ तपाईँको? अब के कसरी प्रिपरेसन चल्दैछ, अब के गर्ने हो, यसो प्रतिक्रिया जनाइदिनु पर्यो मेयर साहब। लौ न। भूत्रोको देश भाड में जाए जनता, भूत्रोको देश भाड में जाए जनता। त्यति साह्रो त नभन्दा भए हुन्थ्यो मेयर साहब हैन। अब ठिकै छ, मेयर साहबको आफ्नै शैली छ, हामी नेपाली जनताले बुझेका छौँ, केही छैन। ल अब जाँदा जाँदै कार्यक्रमको अन्तमा समग्रमा एउटा छोटो मिठो सन्देश नेपाली जनतालाई यसो जाओस् न मेयर साहब। लौ न। धेरै धेरै धन्यवाद मेयर साहब यस्तो मिठो सन्देशको लागि हैन। पक्कै पनि सम्पूर्ण नेपाली जनताले उहाँको सन्देश राम्ररी बुझिसक्नु भएको होला। यदि बुझ्नु भएको छैन भने तपाईँले आफ्नो आइक्यू लेभल अपग्रेड गर्ने समय आइसकेको छ। अपग्रेड गर्नु होला, मिलाएर बुझ्नु होला है त। जय देश, जय नेपाल।